Hi guys, welcome back to my YouTube channel. म चाहिँ अहिले भोजपुर गाउँमा छु। म चाहिँ नुहाएर बसिसकेको छु अनि अहिले चाहिँ म गाउँ डुल्दै छु। यहाँ अहिले चाहिँ कस्तो सिम पानी पनि परिरहेछ अनि हामी बसेको घर चाहिँ यही हो हैन। अनि म चाहिँ अहिले भ्लगहरु बनाउनको लागि बाहिर आएको छु। अहिले चाहिँ हैन पानीहरु परेर सबै बाटोहरु पनि हिलो भएको रहेछ। कस्तो जाडो छ तराईको मान्छे पहाडमा आउँदाखेरि मजै बेग्ली छ। त्यही माथिको यहाँ नै यस्तो मजाले हुस्से लागिरहेको छ नि अनि बाटोहरु पनि खतरा छ। अहिले चाहिँ म भाउजूहरुको मूल घरमा छु अनि एकछिनतिर चाहिँ म मेरो मूल घरमा पनि जान्छु। म चाहिँ हाम्रो मूल घर बिहानै गएको थिए क्या तर मसँग चाहिँ तर मेरो चाहिँ चार्जै थिएन। चार्ज नभएर चाहिँ मैले भ्लगहरु केही बनाएको छुइनँ हैन। वहाँ चाहिँ म मेरो मूल घर चाहिँ पुगिसकेको छु तर अहिले चाहिँ म भाउजूहरुको मूल घरमा छु। अनि एकछिनतिर म जान्छु अनि त्यहाँको पनि भिडियो बनाउँछु। तपाईहरुलाई मेरो मूल घर पनि देखाउँछु। अनि यहाँ हेर्न सक्नुहुन्छ यस्तो मजाले हुस्से लागिरहेको छ। राम्रो ठाउँ छ। कति आनन्द क्या देख्दै कति आनन्द लाग्ने तर कस्तो अब बानी नभएर होला हिँड्ने बानी नभएर चाहिँ यस्तो स्यास्या हुँदो रहेछ। एकदम गाह्रो पनि भइरहेछ मजा नि आइरहेछ। स्यास्या हुन्छ हिँडेर चाहिँ त्यही हो गाइज। अब चाहिँ म तपाईलाई म के गर्छु त्यो सबै देखाउँछु। म चाहिँ अहिले मन्दिर जाँदै छु। यहाँ बाटोहरु यस्तो मजाले धानहरु पनि फलेको क्या पहाडै भए पनि मलाई चाहिँ थाहा थिएन है यस्तो मतलब यस्तो मजाले फल्छ भनेर पनि। अनि एउटा कुरा के नोटिस गरे भन्दाखेरि नि हाम्रोतिर त अब मकै त अस्ति फलिसकेको नि त अनि यहाँ चाहिँ भर्खर मकैहरु फल्दै रहेछ क्या। अनि यहाँ कस्तो मजाको क्या धानहरु फलेको तर बाटो चाहिँ एकदम चिप्लो भएर मलाई डर पनि लागेको छ प्लस मलाई जुकाको डर पनि एकदम धेरै लागिरहेको छ हैन। कति बेला मेरो जिउमा पनि जुका आउँछ भन्दा भाउजूको चाहिँ क्या अघि नै जुका खुट्टामा रहेछ क्या मैले देखेको नि त। अनि अब फेरि जुका टाँसे पनि निकाल्न आउँदैन अनि डर पनि लागिरहेछ यहाँ। अब म चाहिँ अब यति हिँड्ने बित्तिकै मलाई चाहिँ स्यास्या हुन थालिहाल्छ। यस्तै हो। हेर्नु न अहिले यहाँनिर चाहिँ दिवालीको लागि पूजा हुन आँटेको रहेछ। उत्तर कार्की कुल प्रतिष्ठान कुल पूजा सबैजना आएर बसिराख्नु भएको छ। अनि उहाँहरु चाहिँ सबैजना धामीहरु हो। यिनीहरु बोकाहरु चाहिँ अहिले चलिरहेछन्। यिनीहरु सब भोलि ढल्छन्। यिनीहरु सबैको भोलि रेस्ट इन पिस हुन्छ किनकि भोलि चाहिँ कार्कीहरुको दिवाली हो क्या। अनि यहाँ चाहिँ सबैजना आएर भोलिको लागि तयारी गर्दै हुनुहुन्छ। अनि भोलि चाहिँ ठाउँमा दिवाली हुन्छ सबैजना आएर बसिराख्नु भएको छ। यस्तै छ। हाम्रो दादा चाहिँ उहाँ हुनुहुन्छ कपाल खुइलाएर बसिराख्नु भएको छ। दादा पनि रेडी गर्दै हुनुहुन्छ भोलिको लागि। अब चाहिँ म घर जान्छु। हेलो दादा तपाईको इन्ट्रोडक्सन दिनु न। मेरो नाम राजेश कार्की हो। हाम्रो यो दिवाली चलिरहेछ। हजुर म गाडीघरको मान्छे हुँ। तपाई चाहिँ कहाँबाट हो? म यही भोजपुर नगरपालिका नम्बर 3 दावाबाट। अनि वहाँ चाहिँ काम गर्दा गर्दा थकित अवस्थामा देखिराख्नु भएको छ। अहिले चाहिँ के गर्न जान आँट्नु भएको? यहाँ थोरै सामान ल्याउनु छ। हजुर सामान लिनको लागि। ए अनि हाम्रो बाटो पनि कस्तो खतरा भएको छ है अहिले चाहिँ पानी परेर। त्यही त गाइज म चाहिँ तपाईहरुलाई अब मेरो मूल घर लग्दैछु। अनि हेर्न यस्तो राम्रो ठाउँ देखाउँदैछु नि म तपाईहरुलाई। यस्तो राम्रो भ्यू छ हैन। तपाईहरुलाई अर्को भ्यू पनि म देखाउन लागेको छु क्या यहाँ नै। वाउ अब म चाहिँ फाइनली हिँडिसकेको छु हैन। यही हो हाम्रो मूल घर चाहिँ दुईटा छ हैन। अनि यहाँ नै
फेरि पानी पनि पर्न थालिसक्यो होइन ठ्याक्कमा आयो पनि अनि पानी पनि पर्यो अनि यहाँ नै अब यतातिरको फाल्टै छ क्या फेरि भ्यू नै फाल्टै छ यहाँ नै यस्तो राम्रो देखेको छ होइन अनि यो जुन यो गेटमा फल फलिरहेको छ नि तपाईँहरू गेस गर्नु कुन फल होला भनेर यहाँदै थाहा छ यो कुन फल हो भनेर यो चाहिँ बोटे आँप यसो के भन्छ होइन यो आँप चाहिँ आँप नै हो अनि म चाहिँ तपाईँहरूलाई अब देखाउन गइरहेको छु मेरो मूल घर ल म चाहिँ आइसकेको छु नै अब यहाँ चाहिँ को हुनुहुन्छ हेरौँ है त म चाहिँ फेरि आइसकेँ भिडियो बनाउँदै भिडियो बनाएको क्या यहाँ देखाएर खोइ त भाउजूहरू चाहिँ भाउजू आउनु भएको छैन ए देखाउनु पर्यो क्या यसो भिडियोमा म चाहिँ अघि नै पनि आएको थिएँ तर अघि चाहिँ भिडियो बनाउन पाएको थिइनँ अहिले चाहिँ बनाएँ यही हो हाम्रो घर चाहिँ हाम्रो चाहिँ घर अगाडिको बारी यस्तो छ है हेर्न सक्नुहुन्छ भ्यू यति राम्रो छ नि यो फुलहरू हेर्नु यस्तो राम्रो छ क्या वाउ यहाँ नै यस्तो राम्रो छ कि हेरिरहँ क्या अगाइदिएन क्या जति हेऱ्यो पनि त्यति हेरौँ जस्तो क्या अनि त्यो अगाडि त्यो गेटमा फलेको आँपलाई त बोटे आँप भन्छ है ए लहरे आँप चाहिँ क्या मैले चाहिँ बोटे खोइ के भने क्या हो त्यो बाबाहरू जन्मेको ठाउँमा आउनु भएर भिडियो बनाउनु भएको हजुर यहीँनिर जन्मिनु भएको अनि माया छ नि त हजुर त्यही त ऊ चाहिँ सानी हुन् ए उसको दिदी नातिनी हजुर उता फेरि मेरो नातिनी हो नि होइन नातिनी म त हजुरबा आमा पो भइसकेको छु त गाइस तपाईँहरूलाई त थाहा नै छैन ऊ नातिनी उसको मेरो भदैनी बुहारी हो अनि भदैनी बुहारी थियो उहाँ बिउ गर्दै छन् त्यही त बाटो चाहिँ एकदम राम्रो छ दर्शन त्यही त अनि यस्तो गाई बस्तुहरू मलाई त्यही त चिने जस्तो छ के भन्नुभएको अरे हाम्रो त गाउँठाउँ हेरेर घुमेर जानु भनेको यहीँ हुर्केर जानुभएको उहाँहरूलाई पो उहाँ गएर जन्माउनु भयो त हामी यहीँ बसिरहेछौँ हजुरआमा हजुरबा जन्मेकै ठाउँमा बसिरहेछौँ हामी चाहिँ अनि कति भाग्यमानी होइन म पनि आउन पाएँ म पनि भाग्यमानी नै रहेछु होइन र त आफ्नो बाबा जन्मेको गाउँ घरमा आउन छोराछोरी भाग्यमानी नि भने हजुर कति रहर थियो बल्ल आउन पाएँ पहिला दिदीहरू त आउनु भएको थियो आउनु भएको ठुली हजुर माइली आउनु भएको म चाहिँ यहाँ भिडियो बनाउनु भए पनि आएँ क्या अघि नै पाएको थिइनँ नि त अनि एकछिन मात्रै बस्न पाएँ उता हजुर उतातिरको पनि भ्लग लिऊँ कि ए आइसक्नु भयो कि क्या हो ए उहाँ चाहिँ मेरो ठुलो भदा हो है गाइस म सानी भए पनि म को अरे तपाईँको फुपू कान्छी फुपू भन्नु कान्छी फुपू अनि कान्छी फुपूलाई त नमस्ते पनि गर्नु पर्यो नि त अनि तपाईँको गाउँ डुलाउनु हुन्न मलाई हजुर अब डुलाइहाल्छु
जाउँ न ए नाति अनि म त हजुरआमा भइसकेँ म यहाँ बिहे नै नगरी हजुरआमा भइसकेँ अनि त्यही त नि लड्दिनँ नाति मात्रै हैन पनाति पनातिले पनि छोड्ने राम अनि पलाती बनाती नि किन छैन नातिको नाति अब त मेरो बिहे हुँदैन होला बुढी भयो भन्दा होइन बुढी हुनु भएको छैन साइनो मात्रै त्यो हो त्यही त गाइज म चाहिँ मेरो मूल घर आइसकेको छु देखाउनु न यहाँ हाम्रो मूल घर ए यसरी अप्ठ्यारो अप्ठ्यारो हुँदो रहेछ कि मलाई यता पनि आउनु न अर्को पनि छ त हाम्रो एउटा मात्रै कहाँ छ र मजाले देखाउनु यो घरहरू मलाई भन्दा नि घरलाई मजाले देखाउनु पर्यो गमलाहरूको फुलहरू देखाउनु यता पनि चिप्लिना चाहिँ नचिप्लिनु चिप्लिदिन्न हो त्यस्तो अनि त्यहाँ अगाडिको भ्यूहरू देखाइदिनु न यहाँ नै अगाडिको भ्यू फेरि यस्तो राम्रो छ उता हाल्दा तर मजाले यहाँको राम्रो देखिँदो रहेछ नि भ्यू त्यही त कस्तो राम्रो क्या कुन हो त चाहिँ मिल्कको ए उ त हो त्यही छ टन्नै छन् कि क्या हो बाख्राहरू पनि यो रुख भनेको अप टु 100 इयर्सको हो क्या ए त्यही त तर अहिले त फल्ने बेला भएको छैन होला है कि फलिरहेछ ए त्यही त ठिक छ नमस्ते दिदी चिन्नु भएन होला साइलाको छोरी चौहान साइला म चाहिँ जान्छु चिन्नुहुन्न इन्द्रे काका थिएनन् उसका दाजु साइला पेरेमकी छोरी साइलाका छोरी कहिले आएका हिजो आएको यहाँ कार बाउ हो कि त मलाई कम त बोलाउने ऊ तराईतिर पनि खपिसक्ने बोलाएका क्या बिहामा गएका थिए ए कस्तो दिन हजुर बस्छु ए हिजो होइन अस्तिका दिन देखेको थिएँ एउटा रकी कुदेको हिजो आएको ऊ मात्रै आउनु त पर्छ त त्यही त बाउ आमा सन्चै छन् हजुर बाबा त हुनुहुन्न खसिसक्नुभयो ए मम्मी चाहिँ बाँधो राख्नुभन्दा रोप्नु भनेको छोरी हुँदैन क्या अनि मकै त यति बेला हुँदो रहेछ यता त हाम्रो त फलेर उयो भइसक्यो पाकिसक्यो नि त त्यही त यहाँ नै राम्रो छ रियलमा यो मुनिको चाहिँ के हो यस्तो यो के पो ए त्यही त कोदो हो नि कोदोको हजुर अब त चिन्नुभयो नि मलाई बाबा चाहिँ छैन हजुर बाबा त खसिसक्नु भयो घुमा सबैतिर ल हस् हुन्छ गएको ल ल ल राम्ररी बस्नु बस्ने होला नि त हजुर बस्ने यहाँ कार्कीहरूकोमा देवाली छ नि त म यहाँ छु हजुर आउनुहुन्छ होला नि त हुन्छ ल जाऊ जाऊ घुम्न सबैतिर ल हस् पाहाडमा आइयो घुम्नु पर्छ हजुर जानै पर्यो नि ल हुन्छ ल फुलेको छैन यति बेला चैत बैशाख यो लाली गुराँस त अब अस्ति सकिसक्यो नि अन्त फलेन नि होला त ए मम्मीहरू कुन पो महिना आउनुभएको थियो त्यही त भनेपछि यिनीहरू सबै चौहानकै हो है सबै चौहान एरिया हो तपाईँ पनि चौहान नै हो कि होइन अनि चौहान है यो पो चौहानकै घर हो अनि चौहानको घर हो उहाँहरू चाहिँ सबैजना हाम्रो चौहान कोदो रोप्दै हुनुहुँदो रहेछ अनि यो पनि चौहानकै घर होला होइन यो पनि चौहानकै घर हो अगाडिबाटै जाउँ न यतै पल्लो पनि यो पनि सबै चौहान एरिया नि हो यहाँ चाहिँ लगभग सबैजना चौहानहरू नै बस्नुहुन्छ यो चाहिँ मेरो एरिया हो यहाँ चाहिँ हाम्रो सबै वंशहरू यतै हुनुहुन्छ अनि नमस्ते दाजु बस्छ तपाईँ केशव ठुलो बस सुनेको थियो नि सुनेको थिएँ हो उहाँ छोरा हो ए
यहाँ जति पनि देख्नु भएको छ नि त्यो सबै चाहिँ चौहानहरूकै घर हो। यहाँनिर चाहिँ हाम्रो सबैजना वंशालीहरू हुनुहुन्छ। मलाई नि थाहा थिएन, म नि फर्स्ट टाइम आएको हो। यहाँ मेरो भदाले चाहिँ सबै देखाउँदै हुनुहुन्छ, मान्छेहरूलाई चिनाउँदै हुनुहुन्छ, म चिन्दैछु। त्यस्तै छ। म चाहिँ अहिले स्कुल आएको छैन। हजुर यो चाहिँ हाम्रो गाउँको स्कुल हो। मलाई चिन्यौ को हो म भन त? सन्ध्या दिदी? म त सन्ध्या दिदी होइन त, म क्रिस्टिना दिदी हो। तिमीलाई चिन्यौ? भन्नु के हुँदैछ माइक पकडेर? आज हाम्रो बोका पर्सिने पूजा हुँदैछ। हेलो गाइस, यहाँनिर चाहिँ भोलि दिवाली हो अनि आज चाहिँ बोका पर्सिने हुनुहुन्छ। सबैजना धामी हो अनि पनि गाइस, म चाहिँ अहिले खाना खाँदैछु होइन। भाइ चाहिँ यहाँ लजाको लजाइ छ मैले उसको भिडियो बनाउँछु भनेर। हजुर हजुर मम्मी होइन, म यहाँ भिडियो बनाउँदैछु। मेरो भ्लग हेर्नुभयो? होइन अघिको हेर्नु हो। रमाइलो छ गाइस। गाइस आजको दिन चाहिँ एकदमै धेरै रमाइलो भयो। म पनि आज फर्स्ट टाइम मेरो मूल घर गएँ। त्यहाँनिर चाहिँ मेरो बाबा, मेरो फुपू अनि ठुलो बाबाहरू, अङ्कलहरू जन्मिनु भएको थियो। एकदमै धेरै रमाइलो लाग्यो अनि मैले उहाँहरू सबैजनालाई पनि एकदमै धेरै मिस गरेँ होइन। अलमोस्ट सबै थोक राम्रो थियो अनि त्यहाँनिरको भ्यूहरू पनि एकदम धेरै राम्रो थियो होइन। पहाड भन्ने बित्तिकै त्यसै पनि राम्रो भइ नै हाल्छ होइन। अनि जस मैले एकदम धेरै इन्जोय गरेँ। अनि मेन चाहिँ के भन्दाखेरि मलाई यहाँको मान्छेहरू चाहिँ सबैजना एकदम राम्रो लाग्यो क्या। जो पनि सो आफ्नै जस्तो क्या, कति मजाले बोल्नु भएको, कस्तो रेस्पेक्टफुल क्या। उहाँहरूको पर्सनालिटी चाहिँ मलाई एकदम धेरै मन पर्यो होइन। अनि एकदम धेरै रमाइलो थियो। रमाइलो छ पहाड होइन। अनि अब म त अब त्यस्तो पहाडहरू त आउँदिनँ नि त, अनि मेरो त यो फर्स्ट टाइम नै हो नि त। त्यही भएर मलाई चाहिँ त्यो हिँड्दाखेरि अलिकति स्यास्या पनि भइरहेको थियो। त्यही पनि मैले चाहिँ अब खुसी हुँदै अनि बेला बेलामा गाह्रो पनि भएको थियो। त्यही पनि मैले सबै थोकलाई इन्जोय गरेँ, सबै थोकको एक्सपिरियन्स पनि लिनुपर्छ होइन। अनि आजको दिन चाहिँ मेरो एकदम धेरै रमाइलो भयो। अनि यहाँनिर आज दादा भाउजूहरूको चाहिँ आज कार्कीहरूको चाहिँ बोका पर्सिने दिन थियो अनि भोलि चाहिँ दिवाली हो नि त। अनि आज चाहिँ सबैजना धामीहरू आउनुभएको थियो अनि बोका पर्सिनु भयो, पूजाहरू गर्नुभयो। भोलि चाहिँ दिवाली हो होइन। भोलि दिवाली हो नि त तपाईँहरूको? हाम्रो दिवाली त भोलि। हजुर त्यही त। अनि भोलि पनि क्रिस्टिना नि आइरहेछ नि त। हजुर। अनि अब बाई बाई। अनि म भोलि देखाइहाल्छु तपाईँहरूलाई दिवालीहरूको पनि। यहाँ पहाडको दिवाली त झन् एकदमै धेरै रमाइलो हुन्छ होइन। हाम्रो त्यहाँ के हुन्छ र, मतलब दिवालीहरूको बेला मात्रै हो नि त। यहाँ त पुरै बोका पर्सिने दिनहरू पनि सबैजना आएर है धामीहरूले पूजा गर्नुभयो। अनि त्यति बेला चाहिँ अलिक भिड थियो नि त। अनि मैले चाहिँ त्यस्तो भिडियोहरू मतलब बोलेर भिडियोहरू बनाउन पाइनँ, तर मैले त्यहाँनिर केही क्लिपहरू चाहिँ राखेको छु, त्यो सबै हेरिदिनु होला। अनि मेरो भ्लग चाहिँ के कस्तो लाग्छ तपाईँहरूले कमेन्ट गरिदिनु होला। सो बाई बाई गाइज, आजको लागि चाहिँ यति नै हो भ्लग। भोलि फेरि भेटौँला। बाई बाई।